दर्शकबिन यति बेला द भोइस अफ नेपालका विनर युट्युबमा खोज्दा भेटिन छोडे। भोइसले उत्पादन गरेका विनर कहाँ छन् त? द भोइस सिजन 1 का विनर थिए सिडी विजय अधिकारी। उनी टिम प्रमोद खरेलबाट थिए। अब भोइस नेपाल सिजन 2 को कुरा गर्दाखेरि भोइस नेपाल सिजन 2 राम लिम्बुले जितेका थिए र राम लिम्बु पनि टिम प्रमोद खरेलकै टिम थिए। भोइस नेपाल सिजन 3 पनि टिम प्रमोदबाटै किरण गजुरेलले जितेका थिए। लगातार 3 सिजन विनर बनेको टिम प्रमोदको टिम सिजन 4 मा पनि विनर बन्न सकेन। सिजन 4 मा करण राई विनर बनेका थिए र करण राई राजु लामाको टिमबाट थिए। थोरै उनको जीवन छोटो छ हो लेखेको सम्झना। र यसैगरी सिजन 5 को कुरा गर्दाखेरि सिजन 5 को विनर भने विनोद राई बनेका थिए। विनोद राई टिम मिलनबाट थिए। विनोद राई भोइस नेपाल सिजन 5 को विनर बनेसँगै यति बेला भोइस नेपाल सिजन 6 पनि चलिरहेको छ। यति बेला भोइस नेपाल सिजन 6 को ब्याटल राउन्ड भइरहेको छ र यो बीचमा भोइस नेपाल 1 बाट 5 सम्मका विनर कहाँ छन् त भनेर दर्शकले खोजिरहेका छन्। सायद भोइसले पैसामा विनर बनाइरहेको छ या कलालाई विनर बनाइरहेको छ। दर्शकको यो प्रश्न पनि उठिरहेको छ। धेरै दर्शकहरूले यति बेला भोइसलाई नेपाल आइडलसँग नै तुलना गर्न थालेका छन्। नेपाल आइडलले बनेका विनर भने नेपालमै काम गरिरहेका छन्, तर भोइसले बनेका विनर सबै विदेशी छन्। किन यसमा पैसाको चाल खेल हो कि भन्ने दर्शकको प्रश्न पनि उठिरहेको छ। अब चलिरहेको सिजन 6 को विनर कस्तो व्यक्ति हुनुपर्छ त? अब सिजन 6 मा भोइसले कस्तो व्यक्तिलाई विनर बनाउला? तपाईको विचारमा अब को व्यक्ति विनर हुनुपर्छ? आफ्नो